वैचारिक रूपमा एउटा विशेषता छ। त्यो विशेषता के हो भन्दा कुनै मानव कुनै सुपरमार्केटको पसलमा गएर दौरा सुरुवाल कोट किन्न मन लाग्यो, साडी किन्न मन लाग्यो, विभिन्न ब्रान्डका सामानहरू सर र महँगा महँगा सामानहरू फैलाएर राखेको छ। अनि मलाई त यो डिजाइनको मन पर्छ भनेर आफूलाई मन पर्दो डिजाइन, कसैलाई यस्तो भएको कसैलाई उस्तो भएको के हो, अब डिजाइन धेरै थरी हुँदा हाम्रो जोएको धोतीमा त डिजाइन हुँदैन खासै, गेरुमा कपडा खप डुबाए, गेरुमा रङाए, सकियो। अब यहाँहरूलाई थाहा होला नि त, यो बुटिया छुटिया दुनियाँ लगाउने जम्मै छन् त, श्रोतादेखि वक्तासम्म डिजाइनका कपडा, लोग्ने मान्छेका कपडा, माताहरूका कपडा, पिताजीहरूका कपडा, अनेक प्रकारका छन् डिजाइन। मलाई यस्तो मन पर्छ भनेर मन पराइन पाइन्छ र आफूले मन पराएको रूपमा, रङमा, डिजाइनमा, आकारमा, प्रकारमा त्यसलाई खरिद गर्न पाइन्छ, पाइँदैन? अनि एउटा सानो पसल रहेछ, यसो एउटा दुईटा मात्रै धजो यसो राखेको, महाअनकन्टारको गाउँको एउटा दुईटा मात्रै यसो राखेको रहेछ भने त्यहाँ मलाई चाहिए अनुसारको डिजाइन देखा भन्यो भने पाइन्छ त? भए यही छ, लिएर जाने भए लैजाऊ, अर्को छैन भन्छ कि भन्दैन हो। अरू सामान्य धर्म भनिने जो परम्परा छन् र सनातन धर्मको जो मर्यादा छ त्यसमा त्यही एउटा गाउँको एउटा चिज मात्रै फुच्च पाइने, लैजाऊ नलय अर्को छैन भन्ने र सुपर मार्केटको विविध परिकार पाइने पसलमा जे भिन्नता छ त्यही भिन्नता छ। भन्न खोजेको के भने परमात्मालाई मान्छु भनेर कोही मान्छे हामी कहाँ आयो भने, कोही मान्छे स्वामीजीसँग आयो, यहाँ पशुपति वैदिक आश्रममा एकजना सन्त बस्नु भएको छ, यो प्रगति नगरतिरका हामीहरू, यो काउसदी प्रगति नगर यो एरियाका हामीहरू, अनि हामीलाई अब लौ कसैलाई इच्छा भएछ मैले परमात्माको श्रद्धा गर्न, सम्मान गर्न, मान्यता गर्न अथवा अभ्यास गर्न मन लाग्यो भनेपछि ल सोध्नु पर्यो भनेर आए, स्वामीजीसँग सोध्न आएछन् भने मलाई परमात्माको श्रद्धा गर्न मन लाग्यो भनेर कोही मान्छे हाम्रो परम्परामा आयो भने हामीले फैलाएर देखाइदिन्छौँ। परमात्माको श्रद्धा गर्न पाइन्छ, कुन रूपमा, कुन डिजाइनमा, कस्तो श्रद्धा गर्ने हो तिमीले भन, इच्छा गर। तिमीलाई चाहे अनुसारको फ्याट्टै जादुको छडी ठ्याक्कै तिमीले चाहे अनुसारको दिन्छ। तिमीलाई वीरताको मूर्ति विचित्र रौद्र रूपमा, कोही वीर प्रकृतिको मान्छे हुन्छ नि, पृथ्वीनारायण शाह, भक्ति थापा, बलभद्र कुमार जस्तो खालको होला नि, चट पारेर यसरी झड्को पारेर चाहिँ वीरताको प्रकट गर्ने, भाव प्रकट गर्ने भएको त्यस्तो खालको प्रकृतिको मान्छे छ। वीर प्रकृतिको तिमीलाई भगवानको रूपमा आराधना गर्न पर्यो कि सबभन्दा ठुलो वीर जो हो त्यही परमात्मा हो। जो वीर व्यक्ति छ, जो वीरताको साधना गर्ने मान्छे छ, उसका लागि परमात्मा भनेको को भन्दा वीरहरूमध्ये सबैभन्दा परम वीर, ऊभन्दा धेरै ठुलो वीर, जोभन्दा माथि अर्को वीर छैन, जोभन्दा सुरो अर्को छैन, जोभन्दा पराक्रमी अर्को छैन। पराक्रमको जो पराकाष्ठा हो त्यसैको नाम के हो? परमात्मा हो भन्छ कि भन्दैन? उसले भन्छ। र पराक्रमको मूर्तिका रूपमा परमात्मालाई आराधना गर्न उसलाई इच्छा अनुसारको स्वरूप प्राप्त छ। अथवा कोही मान्छे होला मलाई माधुर्य मूर्ति, अत्यन्तै प्रेम मूर्ति, सधैँ हाँसिलो खसिलो रमाइलो गरिरहने, नाचिरहने, गाइरहने, त्यस्तो खालको माधुर्य मूर्तिको रूपमा मलाई भगवानको आराधना गर्नु छ भन्ला कसैले? माधुर्य मूर्तिको रूपमा परमात्माको आराधना गर्ने स्वरूप पनि प्राप्त छ। कसैले भन्ला परमात्मा भनेको मर्यादाको मूर्ति हो, परमात्मा भनेको मर्यादा हुन्छ, मानव भएर आएपछि मर्यादा हुन्छ, मानवका सम्बन्धहरू हुन्छन्, त्यसमा मर्यादा निभाउनु पर्दछ, धैर्य हुनुपर्छ, व्रत हुनुपर्छ, निष्ठा हुनुपर्छ, सनातन धर्मको मर्यादामा बाँधिएको हुनुपर्छ भनेर कसैलाई लाग्छ र मर्यादाको अन्तिम मूर्ति परमात्मा हुनुहुन्छ भन्ने लाग्छ भने मर्यादाका मूर्तिका रूपमा परमात्माका पृथक स्वरूप प्राप्त छन्। कोही वैभवका मूर्ति बनेर, कोही वैराग्यका मूर्ति बनेर सबै नाङ्ग धडङ्ग भएर हिमालको ठन्डीमा महा श्मशानमा अथवा हिमालको ठन्डीमा एक निर्जन मान्छेको मुख नदेखिने ठाउँमा चुपचाप ध्यानस्थ भएका वैराग्यका मूर्ति, सधैँ भक्तहरूका साथमा नाचिरहने प्रेमका मूर्ति, एकदम मर्यादाको नियममा बाँधिएर बस्ने मर्यादाका मूर्ति, अथवा खड्ग हातमा लिएर झन नपार्दै संहार गर्ने, संसार प्रलय गर्ने वीरताका मूर्ति, विभिन्न प्रकारका मूर्तिमा आफ्नो आस्था अनुसार, आफ्नो श्रद्धा अनुसार, आफ्नो भाव अनुसार आफूले चयन गरेको रूप रङ्गमा, डिजाइनमा भनौँ न अहिलेको भाषामा भन्दाखेरि भगवानलाई मान्ने विकल्प हामीलाई प्राप्त हो। यो सामान्य विकल्प हो त? यो सामान्य अधिकारको कुरा हो त? हाम्रो संविधानले विभिन्न अधिकारहरूको जो उल्लेख गरेको छ, तर
मलाई त के लाग्छ भने संसारभरिमा सबैभन्दा ठुलो स्वतन्त्रताको उपभोग, संसारमा सबैभन्दा ठुलो स्वतन्त्रताको उपभोग कसैले गरेको छ भने त्यो हामी वैदिक सनातनीहरूले गरेको हो। किन भन्दा घर बनाउने कस्तो भनेर चयन गर्ने स्वतन्त्रता, गाडी किन्ने कस्तो भनेर चयन गर्ने स्वतन्त्रता, अथवा कपडा किन्ने कस्तो भनेर चयन गर्ने स्वतन्त्रता त मान्छेलाई छ, तर सनातन धर्ममा मात्रै ईश्वर कस्तो मान्ने भन्ने पनि स्वतन्त्रता छ। जो अरू बाहिरी अघि भनेको मैले बाहिर बाहिरका धर्म भनेर जो अलिकति भने ती परम्पराहरूमा ईश्वर कस्तो मान्ने भन्ने स्वतन्त्रता त छैन। नयाँ रूपमा नयाँ स्वरूपमा अथवा उसले मानेको भन्दा अर्को भिन्न ढङ्गमा ईश्वर मान्न पाइन्छ त त्यहाँ? मैले त यहाँ त भन्न पाउँछु कोही कृष्णको उपासक छ, म कृष्ण मात्रै ईश्वर मान्दछु, अरू सबै कृष्णकै अङ्ग अङ्ग हो, अरू सबै देवी देवता भनेको कृष्णकै अङ्ग प्रत्यङ्ग जस्तो हो, कृष्ण मूल परमात्मा हुनुहुन्छ यो मान्दछु भन्ने मान्छे पनि स्वीकार छ। सँगै आएर बस्छ अर्को, उसले भन्छ राम भगवान मात्रै मैले मुख्य मान्दछु, अरू सबै देवी देवता भनेका रामका अङ्ग प्रत्यङ्ग जस्ता हुन्, अलङ्कार जस्ता हुन्, तर मुख्य राम मान्दछु भन्ने मान्छे पनि सँगै आएर बस्छ। दुइटैको बिचमा झगडा पर्छ त फेरि, भन्दा ओहो हजुर कति ठुलो राम भक्त हजुरलाई नमस्कार भन्छ एउटा, अर्कोले भन्छ हजुर कस्तो ठुलो कृष्ण भक्त हजुरलाई नमस्कार, आहा कस्तो राम्रो भन्छ फेरि। दुइटाको बिचमा कुनै झगडा छैन, कुनै वैमनस्य छैन। किन भन्दा दुइटालाई थाहा छ मैले राम भनेर मानेको, उसले कृष्ण भनेर मानेको, अथवा उसले शिव भनेर मानेको, उसले दुर्गा भनेर मानेको, उसले गणपति भनेर मानेको, उसले काली भनेर मानेको, अथवा लक्ष्मी भनेर मानेको, जे हो आखिरी अन्तिममा तत्त्व के हो? तत्त्व एउटै परमात्मा तत्त्व हो। त्यो वेदले भन्छ यो कुरा। अनेक स्वरूपहरूमध्ये भित्रबाट एउटै स्वरूप हुन्छ अन्तिममा पुगेर भन्ने कुरा वेदले भन्छ। तदेवाग्निस् तदादित्यस् तद्वायुस् तद्चन्द्रमाः तदेव शुक्रन् तद्ब्रह्म तापस् प्रजापतिः। शुक्ल यजुर्वेदका मन्त्रहरूले अग्नि पनि त्यही हो, वायु पनि त्यही हो, नक्षत्र पनि त्यही हो, पृथ्वी त्यही हो, सारा तत्त्वहरू त्यही हुन्। संसार ब्रह्माण्ड एउटै तत्त्वद्वारा व्याप्त छ, देख्दाखेरि भिन्न भिन्न आकार प्रकारमा देखिएको छ, भित्रबाट सबै के हो? तत्त्व एउटै हो। जस्तै अगाडिपट्टि बाबाहरू बस्नु भएको छ। अब एकजना कुनै व्यक्तिलाई त्यो व्यक्ति भाइ पनि हो, त्यो व्यक्ति दाइ पनि हो, छोरा पनि हो। घरमा पिताजी हुनुहुँदो रहेछ, ए छोरा आइस् भनेर पिताजीले भन्नुहुन्छ, अनि ऊ चाहिँ पिताजीले खुट्टा तेर्सिएपछि ऊ टाउको निहुराउँदै जान्छ, ओहो बुवा बुढो हुनु भइसक्यो, घरमा अझै हुनुहुन्छ, धन्न सेवा गर्न पाएको छु भन्छ। अनि फेरि सानो बच्चो नि घरमा होला नि त, ओहो मेरो बुवा आउनु खै मलाई चक्लेट दिएको भन्छ। फेरि ऊ फेरि अर्कै भावले जान्छ, झुम्मिन्छ, उसलाई पनि यता स्याहारेको छ, पिताजीलाई उता नमस्कार गरेको छ। त्यही व्यक्ति दाजु भयो भने दाजुको भाइको अगाडि व्यवहार दाजुको देखाउँछ, दाइको अगाडि भाइको व्यवहार देखाउँछ। ससुराली गयो भने ज्वाइँ आउनु हो भन्छन्, जुरुक हुन्छन्। ज्वाइँ आएपछि त अब अर्कै हिसाब हुनु पऱ्यो, के अरे सामान्य आए जस्तो त भएन, ज्वाइँ आएको भने त ठुलै कुरा भयो। अनि मामा घर गए भान्जा आए भनेर भन्छन्। अब काहीँ कर्मचारी रहेछ भने मेरो अधीनमा बस्ने एउटा कर्मचारी आए भनेर भन्छ। कसैको हाकिम रहेछ भने ओहो मेरो हाकिम आउनुभयो, मेरो मालिक साहेब आउनुभयो, सर नमस्कार भनेर भन्छ। कसैको शत्रु पनि भइदिएको रहेछ। फेरि हेर मेरो महाको बहिनी जन्म जन्मान्तरको शत्रु कहिले अनुहार देख्नु नपरे हुन्थ्यो, त्यही चाहिँ आइपुगेछ भन्छ। फेरि कसैको मित्र भने होला, फेरि ओहो मेरो परम मित्रहरू जस्तो प्यारो मेरो कोही छैन भन्छ। फेरि उसले एउटै व्यक्ति शत्रु पनि बनेको छ, मित्र पनि बनेको छ, भाइ पनि बनेको छ, दाइ पनि बनेको छ, बाउ पनि बनेको छ, छोरो पनि बनेको छ। लो कस्तो भयो, के हो यस्तो? बाउ पनि एउटै र छोरो नि एउटै, के भयो? बाउ भएपछि बाउ नै हुनुपर्ने होइन भने, छोरो भएपछि छोरै भइरहनु पर्ने होइन त? के भयो? शत्रु पनि भयो अरे उयो, फेरि मित्र पनि भयो अरे, के भयो? शत्रु भएपछि शत्रु भइरहनु पर्ने, मित्र हो भने मित्र भइरहनु पर्ने। एउटै व्यक्ति के भयो भनी साध्य छैन। तर शत्रु भए पनि, मित्र भए पनि, बाउ भए पनि, छोरो भए पनि, दाजु भए पनि, भाइ भए पनि आफै भएको हो, अरू भएको होइन। आफूलाई छोडेर अरूको भएको होइन, आफू नै रहेर अनि अरूको नजरमा विभिन्न रूपमा देखा परेको व्यवहार गरेको हो। त्यस्तै हो परमात्मा तत्त्व। परमात्मा तत्त्व आफैमा आफू मात्रै हो,
र हाम्रो श्रद्धाको आँखाले हामीले रुचि मानेर आफ्नो परम्परा र आफ्नो आस्थाको आँखाले हेर्दा हाम्रो लागि परमात्मा राम पनि भइदिनु भएको छ, हाम्रो लागि परमात्मा कृष्ण भइदिनु भएको छ, हाम्रो लागि परमात्मा शिव भइदिनु भएको छ, हाम्रो लागि परमात्मा विभिन्न रूपमा भइदिनुहुन्छ। कहिलेकाहीँ साडी समेत भइदिनुहुन्छ आवश्यकता पर्दा। द्रौपदीको अगाडि साडी भइदिएको हो कि होइन? यही भागवतको प्रसङ्गमा भगवान् कृष्णको लीलाको प्रसङ्गमा आउँछ। भगवान् लौरी भइदिनु भएको छ, बादशाह भइदिनु भएको छ। अघासुरको संहारको प्रसङ्ग, अब कथा प्रसङ्ग कहाँसम्म पुगेको छ। अघासुरको जब प्रसङ्ग आउँछ त्यहाँ यावत् वत्स वत्सकाल वकतरुर यावत् करान्ध्यादिकम यावत् यष्टि विषाण वेणु दलसिक यावत् विभूषाम्बरम यावत् शीलगुणाभिधाकृति भयो यावत् विहारादिकम सर्वं विष्णुमयं गिरोङ्गवदजः सर्वस्वरूपो बभौ भनेर भागवतकारले सुखदेव स्वामीले त्यहाँ उल्लेख गर्नुभएको छ दशम स्कन्धमा। त्यही भएर भगवान् त आवश्यकता र परिवेश अनुसार लौरी भइदिने, बादशाह भइदिने अथवा गोठाला भइदिने सम्म भइदिनु भएको छ। के हुनुहुन्न, सारा संसारै परमात्मा व्यक्त हुनुभएको हो। सर्वम वासुदेव सर्वम भनेर गीताले भन्छ। वासुदेव सर्वमिति स महात्मा सुदुर्लभ। त्यो परमात्मा हामी सबैभित्र म बनेर आत्मा बनेर चैतन्य रूपमा निवास गर्नुहुन्छ हृदयभित्र। र त्यो तत्त्व रहन्जेल हामीलाई आनन्द हुन्छ, सुख हुन्छ। त्यो तत्त्व रहेन भने हामी आनन्द र सुखी हुन सक्दैनौँ। त्यही भएर उसको सत्ता नै कस्तो खालको छ भन्दा ऊ हुनु नै आनन्द हो, उसको अस्तित्व नै आनन्द हो। त्यही भएर उसलाई आनन्दमय सत्ता भनिन्छ। त्यसैलाई भागवतको मङ्गलाचरणको श्लोकमा सच्चिदानन्द रूपाय भनेर व्याख्या गरेको छ। भगवान् कृष्णको स्वरूप कस्तो छ भन्दा सच्चिदानन्द रूपाय विश्वोत्पत्ति आदि हेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। त्यस्तो खालको परमात्मालाई हामी नमस्कार गर्दछौँ जो सच्चिदानन्द स्वरूप हुनुहुन्छ भनेर भागवतले वर्णन गर्दछ। त्यही तत्त्वमा हाम्रो निरन्तर रुचि रहोस्, प्रीति रहोस्। परमात्मालाई भेट्ने खास स्थान भनेको हृदयभित्रै हो। हामीले जति पनि सनातन धर्मका परम्परा अभ्यासहरू गर्दैछौँ, गर्दै 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 बिस्तारै चित्त शुद्ध बनाएर वर्णाश्रम धर्मको वर्णाश्रम मर्यादाको पालना गर्दै आफ्ना कर्तव्यहरूको पालना गर्दै माताहरूले माताको कर्तव्य, पिताजीहरूले पिताको कर्तव्य, घर परिवारको कर्तव्य, गृहस्थको कर्तव्य, ब्रह्मचारीको कर्तव्य अथवा शिक्षकको, कर्मचारीको, प्रशासकको, सुरक्षा निकायको व्यक्तिको जुन जुन भूमिकामा आफू छ ती सबै कर्तव्यहरूलाई निर्वाह गर्दै त्यो कर्तव्य गर्नु नै मैले परमात्माको पूजा गरेको भन्ने सम्झिँदै आफ्ना कुल परम्परागत उपासना अनुष्ठान साधनाका पक्षहरूलाई पनि साथमा राख्दै हामीले बिस्तारै अभ्यास गर्दै चित्त शुद्ध हुँदै हुँदै पवित्र हुँदै गइयो भने अनि शुद्ध भएको चित्तबाट बल्ल हृदयभित्र परमात्माको स्फुरण हुने, परमात्माको भित्रबाट अनुभव हुने, भित्रै परमात्मा निरन्तर ज्योतिर्मय भएर कहिले नअस्ताउने घाम जस्तो भएर। घाम त पृथ्वीमा बसेको हुनाले अस्ताएको, घाम त वास्तवमा कहिले पनि अस्ताउँदैन नि। यहाँहरू पनि अझै छोराछोरीले बोलाउने नातिहरू भयो भने अमेरिका जाने, बेलायत जाने गर्नुहुन्छ आमाहरू, पिताजीहरू होइन। अरू बेलामा त कमै बोलाउँदा रहेछन्, उहाँ नाति शान्ति भयो भने ज्यादा बोलाउने गर्दा रहेछन्। अनि नाति स्याहार्नु भनेर 5-7 महिना, म 5-6 महिना अमेरिका घुमेर आएको भने घुम्ने भने त्यही घरको वरिपरि घुम्ने, नाति खेलाउने हो। अलि कहिलेकाहीँ बिदामा घुम्ने पनि होला। अनि अब त्यहाँ यहाँ घाम अस्ताएको बेला उता उदाएको हुन्छ, उता अस्ताएको बेला यता उदाएको हुन्छ। पृथ्वीले छेकेर घाम अस्ताएको न हो वास्तवमा, घाम कहिले अस्ताउने वस्तु होइन। त्यस्तै हाम्रो हृदयभित्र पनि परमात्मा कहिले नअस्ताउने घाम जस्तो भएर सधैँ निरन्तर झलमल्ल भएर बस्ने अवस्था पनि छ, आउँछ। तर त्यो अवस्था आउनका लागि हामी के हुनु पर्यो? हाम्रो जीवन शुद्ध, पवित्र, निर्विकार हुनु पर्यो। सारा विकारले रहित हुनु पर्यो। लोभ, लालच, ईर्ष्या, घमण्ड, द्वेष, सारा प्रकारका विकारले रहित हुनु पर्यो। त्यसका लागि हामीले भगवानको सेवा, अनुष्ठान, दान, पुण्य, व्रत, जप र आफ्ना कर्तव्य शुद्ध पवित्र 2 नम्बरी नगरिकन गर्ने कर्तव्यका आचरणहरू गर्नु पर्यो। गर्दा गर्दै गर्दा गर्दै हामी शुद्ध हुँदै छानिँदै जान्छौँ र यति धेरै छानिएर पवित्र हुन्छौँ कि हृदयभित्र परमात्माको प्राकट्य हुन्छ, आविर्भाव हुन्छ। भगवान् कृष्णको जब हृदयभित्र जन्म भयो भने अनि बल्ल हामीले भागवत सुनेको हाम्रो यथार्थ सफल हुन्छ।
शिव पुराण सुनेको बल्ल सफल होला। शिवको जन्म भयो भने अर्थात् परमात्माको प्रादुर्भाव हृदयभित्र निरन्तर भइरह्यो भने अवश्य हाम्रो साधना सफल हुनेछ र हामी वैदिक सनातन धर्मले बताएको यथार्थ मार्गलाई हामीले पहिले आएको ठहर्नेछ। यही पहिले आउनका लागि ऋषिहरूले हामीलाई यो सनातन धर्मको